0 total score 0 0 Boleh फेरि भने यसपछि फेरि चाहिँ एउटा कुरा हुँदा प्लिज हुने भएको कारणले सबै खेलाडी भाइ बहिनीहरू तयारी अवस्थामा बसिदिनु होला नास्ता खाइदिनु होला जाने दस बात न म यो जान्दिनँ के हेर्दा भने त काका Take him soon. देखिन्छ त यार सोसाइटी पनि आयोजक टिमबाट आयोजक 10-5 अब देखिन्छ यार मजा आउँछ किन आसी खुश हो ओ के हाल्यो 11-5 आज न खाबो नबिको खस्नु कति हान्त तत्तरी 11-5 ने 12-5 जम्मै जेरी खाना यति सजाउँछु 90 ओए हो जम्ला के चाउमिन खान जम्ला यार चाउमिन अनि बाबु रामसन 110 आउट सजिलै जित्दैन छ तेरा जाइनको पर्छ हाम्रो पर्छदैन खतरा बर्दे आदाइको नि बर्दे आदाइको खतरा रादाइको नबोल त जानु यतिन जाउँछु बोले ज्वरो आउँछ उता जान मलाई नलागे कस्तो बाल्छ यार नपुगे जति बाल्छ नि गाडी बाल्छ आउटिङ कति हुन्छ भन्ने उता त्यही त हेर हो त सुन लाभै नपुगे नि एकदमै राम्रो शट प्रहार भएको थियो तर बल आउट भएको छ जसको फाइदा आयोजक सिलाई पुगेको छ आयोजक 16-6 यदि पनि आयोजक सिलाई 17-6 जित्छ हामी उठाउन सक्दैनौँ नि बल युवा क्लब त्रिवेणी युवा क्लब बीच हुनेछ आयोजक टिमले विकेट नम्बर 15 सफल भएको छ 18-8 अहिले किन्ने हो क्या दसिया एकदमै राम्रो छ आयोजक टिमले राम्रो शट प्रहार गरेको जसको फाइदा पुगेको छ 19-8 र त्रिवेणी युवा क्लबका खेलाडी भाइहरू एकदमै तयारी अवस्थामा बसिदिनु होला
सर्ट राम्रो प्रहार भएको थियो तर जाली निस्केको छ 20-8 यति बेला चाहिँ कुक्रेकोलाई नम्बर गएको छ 9 पिस अखा पनि 9 ल्याएको थियो नि राम्रो सर्ट प्रहार आयोजक टिपा र आयोजक 21-9 फाइनल खेल्न पनि जित्यो बराबर मलाई 21-9 खुल्याले बोलाको लागि एकदमै पनि फेरि पनि आयोजक टिमले नम्बर थप्न सफल भएको छ आयोजक 22-9 म रेकर्ड गर्ने मान्छे तेर्सम रेकर्ड गरेकै हुनु तो थलो बुझ्यो आयोजक टिमले एक नम्बर उता सुटिएको छ 10-22 झन्डै 12 अङ्कले फरक छ अलिकति बल पुग्न सकेन नेटले छेकिदियो जसको फाइदा आयोजकलाई आयोजक 23-10 आयोजकबाट त्यसको फाइदा कुक्रेखोरलाई कुक्रेखोर 11-23 24 एकदमै अब एक अङ्क मात्र बाँकी छ भाग्य छ भने कुक्रेखोरले अझै प्रयास गर्दा पनि हुन्छ मैले भन्दै थिएँ आउट भएको छ मैले भाग्य भनेकै थिएँ एकदम गेम अफ भइसकेको छ धेरै धेरै बधाई छ आयोजक सिलाई र कुक्रेखोरलाई पनि धेरै धेरै बधाई भन्न चाहन्छ हार्दै जित्नु आगामी दिनमा पनि अझै भन्दा अझै प्रयास गर्नुहोला प्रयास ठुलो कुरा हो हार पनि जित हो भनेर चाहिँ हामीले स्वीकार गर्नुपर्छ अब चाहिँ हप्पाल र त्रिवेणी युवा खेलाडी भाइहरू छिटोभन्दा छिटो आइदिनु होला र क्याप्टेनहरू पनि आइदिनु होला टिम क्याप्टेन आइदिनु होला दुई